मेरो माइक ताप्लेजुङ हो। 2 वर्ष अगाडि मेरो बिहे मोरङमा भएको थियो। मेरो बुढा विदेशमा हुनुहुन्छ। घरमा मेरो सानो छोरी अनि सासू हुनुहुन्छ। ससुरा बित्नु भएको 3 वर्ष भयो। देवार काठमाडौँमा बसेर पढिरहनु भएको छ। मेरो छिमेकी काका ससुरा पर्ने रबिन काका पनि विदेशबाट भर्खरै आउनु भएको थियो। मेरो बुढाको मिल्ने साथी भएकोले पहिलेदेखि नै हाम्रो घरमा आउने बस्ने आफ्नै घर जस्तो गर्ने गर्नुहुन्थ्यो। मेरी सासूले पनि धेरै माया गर्ने केही मिठो खानेकुरा बनाउँदा राखिदिने गर्नुहुन्थ्यो। रबिन दाजु पनि घरमा भन्दा बढी समय मेरै घरमा बिताउनुहुन्थ्यो। रबिन दाजु विदेशमै हुँदा पनि मलाई मेसेन्जरमा खुब कल गर्नुहुन्थ्यो। म पनि उहाँसँग बोल्दा खुसी हुन्थे। कहिलेकाहीँ अलिक सेक्सका कुरा पनि गरेर जिस्किनुहुन्थ्यो। मलाई पनि सुन्न मज्जा त आउँथ्यो, तर ससुरा जस्तो मान्छे भनेर म अलिक लजाउँथे। उसले पहिलादेखि मलाई धेरै पट्याउने कोसिस गर्नुहुन्थ्यो। मलाई पनि उहाँ मन नपर्ने त होइन, खुब मन पर्थ्यो। तर ससुरा भएकोले म पछि हट्थे। जब उहाँ विदेशबाट घर आउनुभयो, सासूलाई घडी मलाई मेकअपको सामान टन्नै ल्याइदिनु भएको थियो। सासू पनि खुसी हुनुहुन्थ्यो। रबिन काका मेरो घरमा आइरहनुहुन्थ्यो। कहिलेकाहीँ नआउँदा उहाँ आउने बाटो हेर्न थालेकी थिएँ म पनि। रबिन काकालाई देखेपछि मेरो मन निकै खुसी हुन थालेको थियो। रबिन काका पनि म एक्लै भएको बेला मलाई छुने, मेरो छाती समाउन खोज्ने गर्नुहुन्थ्यो। म लाजले तर्किएर हिँड्थे। मलाई रबिन काकाको भित्रभित्रै माया लागे पनि बाहिर कहिले देखाएको थिइनँ। रबिन काका भने खुलेरै माया गर्न खोज्थे। एक दिन म किचनमा एक्लै धन्दा गरिरहेको बेला पछाडिबाट च्याप्प पक्रिनुभयो। म आत्तिएर चिच्याएछु। अनि हतपत छोडेर बाहिर निस्किनुभयो। त्यो बेला उहाँको अनुहारमा डर देखेर मलाई दया लाग्यो। म मुसुक्क हाँसे अनि फेरि भित्र आएर मलाई जबरजस्ती मुखमा किस गर्नुभयो। मैले मान्दै मानिनँ। बल्ल बल्ल मुख जोड्नुभयो अनि 1 मिनेटसम्म किस गरेको गरै गर्नुभयो। मैले छुटाउन खोजिरहे, छुटाउन सकिनँ। 1 मिनेटपछि आफै छोडेर हाँस्दै सरासर हिँड्नुभयो। उहाँ गएपछि मलाई निकै रोमान्टिक फिल भयो। जबरजस्ती छुटाउन खोज्नु त मेरो बहाना थियो। मुखमा मुख टालिरहँदा नै मलाई मज्जा आइरहेको थियो। त्यसैको 3-4 दिनपछि सासू बहिनीको घर जानुभयो। म एक्लै घरमा थिएँ। बेलुका 4 बजेतिर रबिन काका घरमा आएर भन्नुभयो, खै मम्मी? मैले भने मम्मी आन्टीकोमा जानुभयो। उहाँले सोध्नुभयो, आउनुहुन्न आज? मैले जवाफ दिएँ, भोलि पनि आउनुहुन्न, पर्सि मात्र आउने रे। रबिन काकाको मनमा लड्डु फुट्न थाल्यो। लड्डु त मेरो मनमा पनि फुटेकै थियो, तर उहाँको अगाडि कहिले देखाएको थिइनँ। यति कुरा सुनेपछि रबिन दाजु मुसुक्क हाँस्दै भन्नुभयो, आज एक्लै हो, मौका मिल्ने भयो। मैले भने त्यस्ता कुरा त घाममा सुकाइदिनु। रबिन काका पनि हाँस्दै हिँड्नुभयो। त्यो बेला मलाई समाउने जिस्किने केही गर्नु भएन। मलाई अलिक नमिठो लाग्यो, कतै उसको म प्रतिको चाहना हरायो कि के हो। यो जस्तो सुनौलो मौका फेरि आउँदैन, किन हिँड्नुभयो? यस्तै कुरा सोच्दै म आफ्नो काममा लागे। बेलुका छिटै खाना पकाएर नानीलाई खुवाएर नानीलाई सुताउँदै थिएँ। रबिन काका आएर ढोका बजाउनुभयो। मैले भित्रबाट सोधेँ, को हो? काकाले भन्नुभयो, म हो, खोलन ढोका। मेरो मन निकै खुसी भयो। मैले ढोका खोले अनि भने, कता हो राति राति छोरी मान्छे एक्लै भएको घरमा? दाजुले हाँस्दै भन्नुभयो, एक्लै हुँदा त मज्जा त सबैसँगै हुँदा तिमी लैनो बाछो जस्तो उफ्रिन्छौ। यति भन्दै मलाई रबिन काकाले अँगालो हाल्नुभयो। मैले दाजुको हात हटाउँदै भने, यस्तो हुँदैन है, मसँग नजिस्किनु। आज रबिन काका रोकेर रोकिनेवाला थिएनन्। पुरै तयार भएर आएका थिए। मेरो पनि चाहना त्यही थियो, मैले रोकेर नरोकिउन। तर रोक्न खोज्नु मेरो बाध्यता थियो। रबिन काकाले मेरो कम्मरमा पक्रेर उचालेर किचन कोठाभित्र लगे। मैले भने, छोड्नु न, नगर्नु न। के गर्नुभएको काका? म त बुहारी पो त। रबिन काका केही नसुनी मलाई जबरजस्ती किस गर्दै मेरा भोगटे खेलाउन थाले। म भाग्न खोजिरहे। भोगटे बचाउन खोजिरहे। काकाले जबरजस्ती भित्रबाट हात हालेर भोगटे निचोर्न थाल्नुभयो। मलाई पनि निकै मज्जा आइरहेको थियो।
मेरो मालबाट पानी चुहिन थालिसकेको थियो। तैपनि मैले नमानेको नाटक गर्दै काकाबाट फुत्किन खोजिरहे। काकाले मेरो दुवै हात एउटा हातले पक्रेर अर्को हात मेरो सुरुवालभित्र छिराउनु भयो। अनि मेरो मालमा मुसार्न थाल्नुभयो। वाह, क्या मज्जा आइरहेको थियो, मलाई बयान गर्नै सक्दिन। मेरो चाहना थियो काकाको ढुकुर निकालेर मज्जाले खेलाउने। तर पनि म नाटक गरिरहेको थिएँ। काका जबरजस्ती मेरो सुरुवाल तल सार्दै हुनुहुन्थ्यो। मेरो सुरुवाल चाकसम्म सारेर काकाले उसको हतियार निकाल्नुभयो। अनि जबरजस्ती पछाडिबाट चाकतिर दल्दै मेरो दुलोमा छिराउने प्रयास गर्नुभयो। म मानिरहेको थिइनँ। निकै बेर काकाले मेरो दुलोमा हतियार छिराउन प्रयास गर्दा पनि नछिरेपछि मैले बल गरे जस्तो गर्दै मेरो दुलो सिधा गरिदिएँ। मेरो दुलो निकै चिप्लो भएको कारण अहिले भने काकाको हतियार स्वात्तै मेरो दुलोमा पस्यो। काकाको हतियार मेरो दुलोभित्र छिरेपछि मैले पनि बल गर्न छोडिदिएँ। अनि मज्जा मानेर थापिदिन थाले। काकालाई लागेछ अब मान्ने भई भनेर। अनि आफ्नो हतियार मेरो कोप्चेबाट निकालेर मलाई अनालो मार्दै भन्नुभयो, कोठामा हिँड न। म पनि सरासर कोठामा गए। काका मेरो पछि पछि कोठामा आउनुभयो। अनि मलाई उचालेर खाटमा सुताएर मेरो सबै कपडा खोलिदिनुभयो। त्यसपछि काकाले पनि आफ्नो सबै कपडा खोलेर नानै हुनुभयो। त्यति बेलै मैले काकाको हतियार देख्न पाएँ। काकाको हतियार घोडाको जत्रै रहेछ। काकाको त्यति ठुलो हतियार देखेर म खुसीले गदगद भएँ। अनि मेरो कोप्चेबाट पानीको मूल फुट्न थाल्यो। माल खेलाएर काकाको हतियार खेलाउन भन्नुभयो। मैले पनि काकाको हतियार समाएर छाला मज्जाले लोपर्न थालेँ। निकै बेर खेलाएपछि काकाले मेरो खुट्टा काँधमा हालेर मेरो कोप्चेमा हतियार छिराएर पेल्न थाल्नुभयो। निकै बेर पेलेपछि काकाको हतियारबाट मेरो पाठेघरसम्म पुग्ने गरी तातो पानीको पिचकारी छोड्नुभयो। त्यो बेला मेरो जिन्दगीको सबैभन्दा मज्जाको क्षण थियो। त्यति बेलै मेरो कोप्चेबाट पनि पानीको धारा निस्कियो। हामी दुवैजना चरम आनन्द लिएर सुतिरहेका थियौँ। जिन्दगीमै सबैभन्दा बढी मज्जा दिएकोमा म रबिन काकादेखि एकदमै धेरै खुसी थिएँ। रबिन काका पनि मदेखि धेरै खुसी हुनुभयो। त्यो दिनपछि रबिन काकासँग मेरो निरन्तर गपागपी चलिरहन्छ। आजकल रबिन काकाले मेरो कुवामा मुख गाड्ने, मैले रबिन दाजुको ललिपप चुसिदिने सबै गर्छौँ।